मन थाक्छ कसैलाई नबोली बस्न मन लाग्छ थाकेका यी आँखा भन्छन् अहिले नछुनु बस शान्त रहन देऊ कहिले काहीँ आफैले आफैलाई सम्हाल्नु कति गाह्रो हुन्छ तर जीवनले भन्यो तिमी भन्दा बलियो तिमी नै छौ मन भित्रका आवाजहरू धेरै चिच्याउँछन् धेरै रोइरहन्छन् तर बाहिर हेर्दा मौसम जस्तै शान्त चुपचाप अब कोही बोलोस् वा नबोलोस् मलाई खासै फरक पर्दैन किनकि जति माया गरो अन्त्यमा एक्लोपन नै हात पर्छ धेरै भरोसा राखे बदलामा घृणाका निसासिएका शब्दहरू वर्षन्छन् तर मैले पनि टिकिरहेछु यो चुपचाप यात्रामा मन कठोर भएको होइन चोटले बस अलि ढुङ्गा जस्तो देखिन थालेको हो पहिले सानो कुराले मन भाँचिन्थ्यो अहिले ठुलो दुःख पनि चुपचाप सहिन्छ म बदलिए भनेको होइन बस सिके जसले सुन्दैन उसलाई बोल्नै नपर्ने रहेछ जसले सम्झदैन त्यसलाई सम्झाएर थाक्नै पर्दैन रहेछ यति धेरै चोट खाएपछि पनि कतै मनमा एउटा प्रकाश बलेको छ सानै सही तर आशा अझै बाँकी छ अब कोही बोलोस् वा नबोलोस् मलाई फरक किन पर्नु जति माया गरे अन्तिममा चोट मात्र भेटिन्छु तर यो मन अनि यो आत्मा अहिले पनि टिकिरहेछ शान्त तर बलियो भएर सायद कुनै दिन कसैले यो चुप्पी सुन्नेछ कसैले बुझ्नेछ यो मौनता पनि एक भाषा हो भन्ने सायद कुनै दिन मेरो घाउ बोल्न छाडेर मलाई उपचार दिन थाल्ला अब कोही रहोस् वा टाढा जाओस् म आफ्नो बाटो पहिल्यै भेटिसके जति चोट लागे पनि म भत्किदिन म बिर्सिदिन
चुपचाप यात्रा यो मौनता यही बाटो हो जहाँ म बाँचिरहेछु, जहाँ म फेरि जिउँदैछु।